मैले मात्रै पूर्व र पश्चिम गरेर देश बन्दैन, मैले मात्रै चाहेर हुँदैन, तपाईले पनि चाहनुपर्छ है। अब तपाईहरु फर्केर गएर आफ्नो गाउँ घरमा टोलमा चुनाव चिन्ह माटो यसमा भोट हालौं भनेर तपाईहरुले भन्नुपर्छ, आफ्नो इष्टमित्र सबैजनालाई भन्नुपर्छ। म यहाँहरु सबैजनालाई हार्दिक अपील गर्न चाहन्छु, चुनाव चिन्ह माटोमा तपाईहरुले भोट हाल्नु भयो भने श्रम संस्कृतिको सरकार हामी बनाउने छौं। हाम्रो उम्मेदवारहरु होला, उहाँहरु म जति बोल्न सक्नुहुन्न होला है, तर इमानदार मान्छे त होला नि, हैन हो कि हैन है? इमानदार मान्छे हो। यो देशमा सबभन्दा धेरै चाहिएको भनेको इमानदारी हो के है। भिजन त हामीसँग कति छ मैले यो भनिरहे भने 1 वर्षसम्म मेरो भिजन भन्दा पनि सकिँदैन हैन। कति धेरै चाहिँ भिजन होला हैन। हरेक कुरालाई हामी चाहिँ यसरी बनाउँछौं भनेर व्याख्या गर्न सक्छौं, तर आवश्यक छैन। विचार हामीसँग छ, नैतिकता पनि हामीसँग छ, हामीसँग स्पष्टता पनि छ, हामी पारदर्शी छौं।